ल अब हाम्रो बबीतको खानदान हाम्रो हमारे हमारे नंसरे देवतालय भुन्ना हो त हम पहले काशी का हो बा हम काशी थे हाम्रो संस्था काशी थियो त जय बेला वहाँ कृष्ण भगवानले द्वापर युगमा बा कौरवले पाण्डवको युद्ध भयो लडाइँ लाग्यो कुलक्षेत्र भयो बा कुलक्षेत्र भयो पाण्डवका कसा कसा मुड़ गए कौरव 100 भाइ जाए 100 भाइ गए कोही बखत हाम्रो बजे तो अर्जुन दैत्य वनमा गयो बा द्रौपदी अब 5 भाइको एकै कन्या भए तो तयमा यसो बताइदियो व्यास ऋषिले ए तम बामनी एकै छ तमरा द्रौपदी एकै हन् 1 वर्षसम्म जहिले भोग गर्यो दोखराले नरने गर नि त उको ठहरन्छ कुल बिगडन्छ भन्ने दियो वचन दियो रे अर्जुनले भनेको म गाडिदिन धर्मराज जेठालाई छोप दिए द्रौपदी आफू गया हुनु भयो तीर्थ यात्रा गर्दाखेरि पल्ली हरिद्वार गए द्वारिकामा गए ती द्वारिकामा गएर अब त द्वारिकामा दैत्य बन्छ बा मनुष्य बन्छ वृष बन्छ भगतौन गर्ने अलग छ सबको अलग छ बा वहाँ त पाण्डव उसैबाट गयो त अर्जुन तू गयो तीर्थ यात्रा गर्दै गए त नै गयो बाटोमा पऱ्यो त बाटामा वासुनाकी चेली गए कुल्पी नौकी बसिरहेको भए चौ बाटामा पिपलका चौतारामा बसिरहे थोरे अर्जुन गए पुग्यो ढेक्कामा पनि निकाय भए पाण्डव जोधा भए रूपमा पनि बढिया आहा को लगे है त्यही भने बताइए ना मैं पाण्डव हूँ मात्र पाण्डव हूँ तीर्थ जाने हूँ यात्रा में ए पाण्डव तो हो मैं एक चीज भुन्ने छोड़ करती हूँ के अयो हिंगोलो खेलले थियो मैले एक बार हुइसा आयो धक्के दिया धक्किएर मैले सारामा लादियो कोही मैले लादिन भने एक प्रतिज्ञा गर क्या बिहा गर्नु भन्ने गर तँसँग बिहा गर्नु भन बता दे म हुइसादिन भन्यो अब उहिले के भन्यो भने म त नाकाकी छोरी हूँ मसँग बिग छ अमृतलाई छ त्यो नरो अरे जब म त्यो मेरो दा थाहा सकल है बिहा त गर्दैछौँ ए त्यसो भने अर्जुन केही नपऱ्यो ल कोही हुचाइदिन भने हुचाइदियो 6 महिना पूर्व राखिदियो पूर्वतिर हुचाइदियो पूर्व राखिदियो अब आउने नआए भयो 6 महिना हो कि उहाँ उहिले के भने कि हे लोग्या मैले गल्ती गरेँ माफ दे मेरो मैं ओराल दे बिहा ना जाने कोई गद्दे है बिहा अब तो मैं तेरे बुने गद्दे कोई बात समायो हिंगोलो ले ओराल दियो बसे अब कबूल हो गए बिहा गद्दे भन्ने त 1 महिना 2 महिना बसे त त्यो बसामा त्यहाँ सँगै सोपत भयो त गर्भ लाग्यो भयो त गणोधर गर्भमा पैदा भयो अर्जुनको चेलो हो वासुनागको नाति कुल्पीको चेलो कुल्पी हो नागकी चेली वाह तब हमारा देवता खाए नगरे भुन्नान बा ऊ नाको नाति हुनाले नगरे भुन्नान नि देवता त पाण्डव वंशी हो गणोधर गण चरायो हुनाले गण पालेर गणोधर भया हुन नबा नि त नगार्जुन हुन बाबु नगार्जुन हुन चन ना हन कि जन हन बामन हन क्या कि पाण्डव वंशी हन 5 पाण्डव त बामन हन बा बामन हन त हाम्रो बजालाई बा उही बेला 5 कौरव थियो बा अच्छा पणेर थियो 5 पाण्डव को थियो पञ्च पणेर हाम्रो बजे थियो त लडाइँ सकिरे अर्जुनले के भने भाइ बा त्यो लडाइँमा नजारे त्यो बाण नचलाएर के हत्या नगर्दाखेरि मन्द लोक देवता हो दिया नरुनका देवता नाथिन् भन्यो अर्जुनले
घणो धरे खाएँ ल कोई मैं जाना बने आया हन वहाँ आए संग आया हन हमारे बजे बाटो ने देखा और तेरे मुख हमारे बजे आएगा ल मैं बाटो बता देना मंदा लोग थे तब गोलोक में बसे काशी में गए वहाँ दर्शन गरे नायो धोयो पंच स्नान गरे रे अब बामन संग हमारे तो पौने नगार्जन गरे अब उते बटे नगार्जन भए थे जब तक भए भन्ने गरे अब के गर्दो भाई कय मंदा लोग जानो सल्लाह गरे रे कय मंदा लोग जानो कि पहिले कतिवटा जानो ईसाई देश जानो थोड़ा दिन बस्नु दे कसो रहेछ रङ्ग रङ्ग भनेर बाजी ताला आलाय भनेर अचेर मुख लाग्या पढ्नेहरूले हाम्रो बजार कतिवटा गए बा राजा विक्रमचन्द्रका देशमा बस्या हुन् तल्ली कनाली मल्ली मनाली भन्ने ठाउँ बा हाम्रो विजय कोट छ हाम्रो बजिया कोट उति बस्या हुन् कोट बनायो आएभरि बस देवता थाप्यो पो देवता थाप्यो नगार्जनको थान बनायो उहाँ यसो वर्ष रहे बा एक वर्ष एक साल बर्माजीको 2 महिना 6 महिना एक दिन हुन्छ असै वर्ष रहे एक वर्ष रहे तयमा आउने कारण के भयो भने बा राज्य हुइरहेको थियो देवता चलिरहेको थियो संग्राम कार्कीले राजा रतनचन्दलाई युद्ध पऱ्यो बा तँलाई तन लडाइँ लाग्यो तनले के गर्यो भने दुनियाँबाट ओदेखि छाला मगाउने ओलको हामीलाई ढोकुलाई दिए छाला ल्या भुन्नु पसेको तिर्मल छन् राजा तिर्मल छन् उनको हुकुम लागि मलाई त कति सिख भोग ओदेखि छाला ल्या भने त अब हाम्रो त बजे बामन बेला देवता देवता नगार्छन् तो वो क्या मार हाँ ये ठाउँ बस्नु ना पऱ्यो ये अब नदिए यो माध्य यो लड्डे हो यसमा लड्डा आए तो हामीले तो मंदा लोग जानु बोल्ने मंदा लोग जानु उन्हें रात बचिए बताए दिन ढेका न पड्डे अब संग्राम कार्की गला उसलाई धो भीच्नु हुने सम्भावतमा भी अब वो गढ सम्भावत फेरि तनलाई नै देख्या हुँदा रात आया कतिवटा बच्चे आया त हताशले ढोकामा देवताको कुनी देख्यो गात देख्यो हालिके बा पकाउने भाँडा हाल्नु पऱ्यो हालेपछि देवता बनाए देवता सवारी हो गयो आएके नङसहरू आएके कोही बनाउँदा तन आया आन भनेर रात ठुली बनाइदिए भगवानको सँग भेरे रात ठुली बनाइदिए बा रात नबिहान गर्थे कुमो गौराठ पुज्न जा रातै राखिदिए गौराठ पुज्थे व्यापारी थियो ज्यालो उज्यालो भयो जाना काँडा देखियो ल त अब त बस्नु थकियो भनेर बसिया पुग्यो त्यति गौराठमा उही बेला मान्छे कोही नआएको बा कि बजार सजार केही नआए गाडी साडी केही नआए जङ्गलको बाटो मनुष्य कोही नआए द्वापरमा हो बा कलि सुरु हुने बेला द्वापर सकिने बेला कुलक्षेत्र भयो त्यो उस बेलाको आया हनेर बाद अब पानी नआए त रात उठा त रात बेग्या त पानी चाहियो नाना धुना के गर्दो भनेर हमारा बजे बोले कि तर एक जुल पानी पर्दैन और देवतासँग थियो के थियो ऊ गएर गौरेसम्म पानी नआएको पानी परिदियो पानी अच्छा नथ्यो उही पानी खान नहालो उही छ गौरेस धरिहालो ऊ हाल्यो त्यो पानी पऱ्यो नआयो धोयो सन्ध्या पूजा गरेर देवता पिछे ल्याएर आएको पुग्यो जुलघाटे पूजा भा त्यहाँ जुलघाटे कालो भाट थियो कालो बनिया तयका थियो गङ्गा उतिउनलाई गङ्गा ओह्राउनलाई गङ्गा फराउनलाई जूको पुल लाएर जू बल्लो जस्तो जू तब जुलघाट भयो एबाट त्यही जू पुल लादे म पार जान ओहो पार जाने अझ लादिन भनेर जू समाएर लगाइदियो वारिबाट आएछ चल्छ तर मसानले अँगाल हालेको खुट्टा आना मुइलाई जान भने त्यही दिन जाए तँ के गरे कि वारीलाई सुत्छ खा पारीलाई भारतलाई खालाई नेपाललाई खालाई वारीलाई बस पारीलाई बस त्यो यहाँलाई म जान तँलाई म दिइ जान भनेर मसानी वारीलाई पारीलाई दुर्घाटा कहाँ थापेर आएछ